नमस्कार, तपाईहरुलाई स्वागत छ ब्रिज कोर्सको क्लासमा। यो ब्रिज कोर्सको क्लासमा हामी म्याथमेटिक्सको सेट नम्बर 2 प्र्याक्टिस गर्दै थियौं, जहाँ हामी यसको पार्ट नम्बर 6 मा आइपुगेका छौं। हेरौं के कस्ता क्वेशन्सहरु यहाँ रहेछन्। पहिलो क्वेशन एकदमै राम्रो खालको क्वेशन छ है। If 45 minutes to 55 minutes is required to record a song in a radio, then how many song can be recorded in 6 hours? ल हेर्नु, एउटा गीत रेकर्ड गर्नको लागि 45 मिनेटदेखि 55 मिनेट लाग्छ अरे। भनेको 45 देखि 55 मिनेटमा एउटा गीत रेकर्ड गर्न सकिन्छ। अब कुनै गीतलाई 45 मिनेट लाग्ला, कुनै गीतलाई 55 मिनेट लाग्ला भने 6 घण्टामा कतिवटा गीत रेकर्ड गर्न सकिन्छ भनेको छ। 6 घण्टा भनेको कति मिनेट भयो? 6 × 60 गर्नु त 360 मिनेट भयो। त 360 मिनेटमा कतिवटा देखि कतिवटा गीत रेकर्ड गर्न सकिन्छ भनेको छ। ठ्याक्कै उल्टो बनाएर दिएको छ क्वेशन, हैन? अब गर्ने कसरी सोच्नु है, एकचोटी ध्यान दिएर सोच्नु। त मानिलियौं 45 मिनेटमा एउटा गीत रेकर्ड गर्न सकिन्छ। मानिलियौं एक्जाम्पलको लागि 45 मिनेटमा एउटा गीत रेकर्ड गर्न सकिन्छ भने 360 मिनेटमा कतिवटा गीत रेकर्ड गर्न सकिन्छ? ल भन्नुस् त। 45 मिनेटमा एउटा गीत रेकर्ड गर्न सकिन्छ भने 360 मिनेटमा कतिवटा गीत रेकर्ड गर्न सकिन्छ? 360/45, हैन? 360/45 भनेको कति आउँछ? 8 वटा गीत रेकर्ड गर्न सकिन्छ 360 मिनेटमा। मानिलियौं एउटा गीत रेकर्ड गर्नको लागि 55 मिनेट लाग्छ अरे। भनेको 55 मिनेटमा एउटा गीत रेकर्ड गर्न सकिन्छ भने 360 मिनेटमा कतिवटा गीत रेकर्ड गर्न सकिन्छ? 360/55 वटा गीत रेकर्ड गर्न सकिन्छ भने कति आउँछ? यो 6.5 समथिङ आउँछ। त 6.5 सङ हामीले रेकर्ड गर्न सक्छौं 360 मिनेटमा। भन्नुको मतलब तपाई यहाँ हेर्नुस् त ल, हामीले 360 मिनेटमा 6.5 वटा भनेको 6.5 वटा देखि लिएर 8 वटा सम्म सङहरु रेकर्ड गर्न सक्ने रहेछौं। 6.5 देखि 8 सम्म गीत रेकर्ड गर्न सक्छौं। अब 6.5 वटा त भन्न मिलेन। आधी गीत भनेको कति हो र आधी गीत? त्यही भएर 6 देखि 8 वटा गीत चाहिँ हामीले रेकर्ड गर्न सक्ने रहेछौं भन्ने थाहा पाइयो नि हामीले। त 6 देखि 8 अप्सन नम्बर बी। क्लियर? अर्को प्रश्नमा जाउँ। In the given figure, angle BAC is equal to angle ADB. Find the length of BC. ल हेर्नुस्, यो ट्रायंगलमा चाहिँ यो ट्रायंगलमा तपाईले लेन्थ निकाल्नु पर्ने छ। के को? BC को लेन्थ निकाल्नु पर्ने छ। BC को अप्सन 2 4 6 5 दिएको छ। ल छोड्दिनु, अप्सन गोली मार। अहिले यहाँ हेरौं BC को भ्यालु कसरी निकाल्ने होला त? ल ध्यान दिएर हेर्नु है त। यहाँ यो फिगरमा यहाँ यो एंगल र यो एंगल बराबरी दिएको छ क्वेशनमा। हेर्नुस्, त्यही भनेको छ एंगल भयो हैन? एंगल BAC = ADB। यो त दिएकै छ, BAC र ADB बराबरी छ। त यो दुईटा ट्रायंगलमा हेर्नु, ट्रायंगल ABC र ट्रायंगल ठुलो ABD मा हेर्नु है त। हेर्नु है, एउटा एंगल BAC = एंगल BABD अथवा BDA, यो बराबरी छ। यो क्वेशनमा दिएकै हो कुरा, हैन? यो कुरा दिएकै छ। अर्को नेक्स्ट यो एंगल हेर्नुस् त। दुईटैमा यो एउटै एंगल हो। एंगल ABC मा पनि यो सानो ट्रायंगल र ठुलो ट्रायंगलमा हेर्नु है। सानो ट्रायंगल र ठुलो ट्रायंगलमा ABC र ABD मा। त एंगल ABC र ठुलो ट्रायंगलको लागि एंगल ABD बराबरी हो। सिमिलरली अब बाँकी रह्यो कुन एंगल? कुन एंगल बाँकी रह्यो अन्तिममा? सानो ट्रायंगलको यो एंगल बाँकी रह्यो। ठुलो ट्रायंगलको यो एंगल बाँकी रह्यो। हैन त? त रिमेनिङ एंगल पनि त बराबरै हुन्छ। भन्नुको मतलब सानो ट्रायंगलको एंगल ACB र ठुलो ट्रायंगलको ट्रायंगल BAD बराबरी हुन्छ। यो तीनटै एंगल बराबरी हुन्छ, किनकि दुईटा एंगल बराबरी भयो भने थर्ड एंगल त आफै बराबरी भइहाल्छ नि ट्रायंगलमा, हैन? त्यसो भए अब हेर्नुस्, यो दुईटा ट्रायंगलहरुको के भयो? तीनटै एंगल के छ? बराबरी छ।
भने यो दुईटा ट्रायंगलहरु के हुन्छन् सिमिलर ट्रायंगल हुन्छन् के हुन्छन् यिनीहरु सिमिलर ट्रायंगल हुन्छन् सिमिलर ट्रायंगल्स र सिमिलर ट्रायंगल्समा करेस्पोन्डिङ साइड्सहरुको रेशियो बराबरी हुन्छ के हुन्छ रे करेस्पोन्डिङ साइड्सको रेशियो बराबरी हुन्छ रेशियो कस्तो साइडको करेस्पोन्डिङ साइडको त यहाँ ध्यान दिएर हेर्नु है त कुन एंगल कुनसँग बराबरी छ भन्ने कुरा तपाईलाई थाहा छदै छ त हेर्नुस् यो एंगल बी लाई हेरिराख्नुस् यहाँ एंगल बी त ठुलोमा पनि छ सानोमा पनि छ भनेपछि एंगल बी को अपोजिट साइड कुन हो सानो ट्रायंगलको लागि एसी हो ठुलो ट्रायंगलको लागि एडी हो त एसी बाइ एडी सिमिलरली यो रेशियो भयो करेस्पोन्डिङ साइडको रेशियो अब जुन यो पर्पल कलरको एंगल छ नि त्यो पनि त बराबरी छ हैन त सानो ट्रायंगलको लागि यो एंगल एसीबी को अपोजिट कुन हो यो 4 सेन्टिमिटर वाला एबी हो ठुलो ट्रायंगलको लागि यो यसको अपोजिट साइड कुन हो यो 8 सेन्टिमिटर वाला बीडी हो ठुलो ट्रायंगलको लागि अब अझै अर्को बाँकी रह्यो अब यो रातो एंगललाई हेर्नु रातो एंगल त बराबरी क्वेशनमै दिएको छ भनेपछि यो रातो एंगलको अपोजिट साइड कुन हो सानो ट्रायंगलको लागि बीसी हो अपोजिट साइड र ठुलो ट्रायंगलमा यसको अपोजिट साइड के हो एबी हो त यसलाई भन्छौ करेस्पोन्डिङ साइडको रेशियो हामीले करेस्पोन्डिङ साइड्सहरुको के निकाल्यौ रेशियो निकाल्यौ त रेशियोहरु के हुन्छ रे बराबरी हुन्छ रे के सिमिलर ट्रायंगलमा चाहिँ ठीक छ त हेर्नु एसी भनेको थाहा छैन एडी भनेको 10 सेन्टिमिटर एबी भनेको 4 सेन्टिमिटर बीडी भनेको 8 बीसी भनेको थाहा छैन अनि एबी भनेको 4 ल हामीलाई के निकाल्नु भनेको छ हामीलाई निकाल्नु भनेको छ बीसी को भ्यालु अब बीसी भन्नुस् कि एसी भन्नुस् निकाल्न सकिहाल्नुहुन्छ नि यो दुईटालाई लिनु त ल यो दुईटालाई लिनु भने के आउँछ 4 1 4 4 2 8 1/2 इज इक्वल टु BC/4 आउँछ त BC भनेको कति आयो 4/2 आयो BC भनेको 2 सेन्टिमिटर आयो नि सो अप्सन नम्बर के हुन्छ ए चाहिँ हाम्रो सही हुन्छ 2 सेन्टिमिटर ठीक छ सजिलो छ एकदम ल 63 नम्बरमा जाउँ इन पाइथागोरस थ्योरम व्हिच इज रङ भनेछ पाइथागोरस थ्योरम भनेको के को लागि हो जहिले पनि पाइथागोरस थ्योरम भनेको राइट एंगल ट्रायंगलको लागि हो हैन त अब यहाँ चारवटा मध्ये कुन चाहिँ रङ हुन्छ भनेर सोधिराखेको छ त हेर्नुस् यो 90 डिग्री हुन्छ यसलाई हामी हाइपोटेनस भन्छौं यसलाई हामी परपेन्डिकुलर भन्छौं यसलाई हामी बेस भन्छौं है इन अ राइट एंगल ट्रायंगल द सम अफ द स्क्वायर अफ टू शॉर्टर साइड्स इज इक्वल टु द स्क्वायर अफ हाइपोटेनस भनेको सम अफ द स्क्वायर अफ द टू शॉर्टर साइड दुईटा शॉर्टर साइड को स्क्वायर को सम भनेको जोड्ने यो चाहिँ केसँग बराबरी हुन्छ एच स्क्वायर सँग बराबरी हुन्छ भनेको छ त यो ठीक छ यस यो थ्योरम ठीक छ फर्स्ट थ्योरम ठीक छ एच स्क्वायर इक्वल टु पी स्क्वायर प्लस बी स्क्वायर यो सी नम्बरको पनि ठीक छ तर क्वेशनमा के भनेको छ कुन चाहिँ रङ छ भनेर भनिराखेको छ कुन चाहिँ रङ अब बी नम्बरको हेरौँ रङ हुनु पनि सक्छ बी नम्बरको के थाहा हैन त यहाँ ध्यान दिएर हेर्नु है त के भनिराखेको छ इन एनी राइट एंगल्स द एरिया अन of square on hypotenuse equals to sum of area of the square drawn on two other side of a triangle के भनिराखेको छ भने यो हाइपोटेनसमा मैले एउटा स्क्वायर ड्रा गरे अरे सो यो हाइपोटेनस h छ भने यो पनि h यो पनि h भएको यसरी एउटा स्क्वायर ड्रा गरे अरे के मैले कुरो बुझ्नुभयो यो स्क्वायरको एरिया कति हुन्छ h स्क्वायर हो स्क्वायरको एरिया h स्क्वायर अब यता बेसमा पनि मैले एउटा स्क्वायर ड्रा गरे अरे परपेन्डिकुलरमा पनि एउटा स्क्वायर ड्रा गरे अरे यो सबै बी सँग बराबरी परपेन्डिकुलरमा सबै पी सँग बराबरी स्क्वायर भने त सबै साइड बराबरी हुने भयो त यो स्क्वायरको एरिया कति हुन्छ एल स्क्वायर हुन्छ हैन त यसको एरिया बी स्क्वायर भयो यसको एरिया पी स्क्वायर भयो त क्वेशनमा चाहिँ के भनिराखेको छ भने हाइपोटेनसमा बनेको स्क्वायरको एरिया चाहिँ बराबरी हुन्छ केसँग बराबरी हुन्छ अरु दुईटा साइडमा बनेको स्क्वायरको एरियाको समसँग
अरु दुईटा साइडमा बनेको भनेको एउटा बेसमा बनेको छ त बेसको स्क्वायरको एरिया भनेको b स्क्वायर हो परपेन्डिकुलर तिर बनेको एरियाको स्क्वायर भनेको p स्क्वायर हो यसको समसँग बराबरी हुन्छ भनेर भनिराखेको छ त b नम्बर पनि ठिकै छ यो पनि ठिकै हो किनकि यो त पाइथागोरस थ्योरमै त हो नि हैन लास्टमा त घुमी फेरि पाइथागोरस थ्योरमै बन्यो क्या b नम्बरमा त्यही भएर b नम्बर पनि करेक्ट छ सो कुनै पनि रङ छैन अल आर के छ करेक्ट अप्सन नम्बर डी मा हामीले टिक लगाइदिनु पर्यो ठीक छ ल 64 मा छौं sides of a given triangle are 3 4 5 cm is this a right angle triangle भनेको छ यो 3 4 र 5 cm दिएको छ कि यो राइट एंगल ट्रायंगल हो भनिराखेको छ होइन हो हुन सक्छ अथवा कहिलेकाहीँ मात्रै हुन्छ चारवटा अप्सन दिएको छ नो यस मेबी समटाइम्स ओन्ली त यो त यतिकै हामीले भन्न सकिहाल्छौं नि हैन यो त हेर्नुस् यहाँ राइट एंगल हो कि हैन त राइट एंगलमा जहिले पनि के हुन्छ h स्क्वायर इज इक्वल टु p स्क्वायर प्लस b स्क्वायर हुन्छ h भनेको जहिले पनि लंगेस्ट साइड हाइपोटेनस हुन्छ हैन त यहाँ केसमा हेरौं न त ल LHS निकालौं 5 स्क्वायर हुन्छ 25 आयो RHS हेरौं 3 स्क्वायर प्लस 4 स्क्वायर भनेको 9 प्लस 16 यो पनि 25 भयो भनेपछि त 5 स्क्वायर इज इक्वल टु 3 स्क्वायर प्लस 4 स्क्वायर त हुने रहेछ त यो हुन्छ भनेपछि यो राइट एंगल ट्रायंगल हो यदि h स्क्वायर इज इक्वल टु p स्क्वायर प्लस b स्क्वायर रिलेसन काई सेटिस्फाई गर्छ भने त्यो ट्रायंगल राइट एंगल ट्रायंगल हो त्यसमा कुनै पनि दुविधा छैन अप्सन नम्बर बी भयो त्यसो भए यस इट इज अ राइट एंगल ट्रायंगल कहिलेकाहीँ हुँदैन जहिले हुन्छ यो हुन सक्छ हैन हुन्छ कि हुन्छ 100% हुन्छ यो राइट एंगल ट्रायंगल यसरी भन्नु पर्यो 65 मा जाउँ ल अब तपाईहरुलाई पाइ चार्ट बनाउन आउँछ कि आउँदैन पाइ चार्ट को चाहिँ यहाँ कुरो आएको छ है हेर्नुस् The votes secured by 3 candidates A, B and C in general parliamentary election in the year 2056 are represented in the pie chart. How many votes did B get? If A secured 1170 vote ल हेर्नुस् है यहाँ ध्यान दिएर हेर्नु तपाईलाई पाइ चार्ट बनाउन चाहिँ आउनु पर्छ अनि मात्रै हुन्छ क्वेशनले के दिएको छ A को भोट दिएको छ B को भोट निकाल्नु भनेको छ अब पाइ चार्टमा तपाईहरुले हेर्नु है यहाँ A मा बनेको एंगल भनेको 90 डिग्री छ हो एंगल 8A भनेको कति छ 90 डिग्री छ एंगल 8C भनेको कति छ 120 डिग्री छ त एंगल 8B भनेको कति बन्छ तपाई भन्नु मलाई ल कति बन्ला त यो टोटल भनेको त 360 हो सो यो एंगल कति बन्छ 360 डिग्री minus 120 minus 90 भनेको कति आउँछ 150 डिग्री हो त यो एंगल 150 डिग्री बन्छ यो त क्लियर हो नि हैन त एंगल 8B भनेको 150 डिग्री हुन्छ एंगल 8B भनेको कति हुन्छ 150 डिग्री हुन्छ अब यहाँ ध्यान दिएर हेर्नु यो खासमा एंगल कसरी आयो ल मलाई भन्नुस् त यो A ले भोट ल्याएको छ 1170 अनि यसको एंगल 90 डिग्री कसरी आयो भोटबाट एंगल कसरी आयो त भन्दाखेरि यसको एउटा फर्मुला छ तरिका छ हेर्नुस् एंगल 8A भन्नुको मतलब के हो भने एंगल 8A भन्नुको मतलब के हो भने A ले ल्याएको भोट डिवाइडेड बाइ टोटल भोट इन्टु 360 डिग्री गरेको हो क्या पुरो बुझ्नुभयो त यहाँ हेर्नुस् 90 डिग्री A ले ल्याएको भोट भनेको कति छ 1170 टोटल भोटलाई मैले x मान्दे इज इक्वल टु 360 डिग्री त हेर्नु यहाँ 90 फोजा 360 भयो त x को भ्यालु कति आयो 1170 इन्टु 4 आयो अब 1170 इन्टु 4 गर्नुस् त कति आउँछ 4680 त टोटल भोट्स चाहिँ 4680 खसेको रहेछ है अब हामीलाई के निकाल्नु भनेको छ B ले कति भोट पायो भनेको छ ल हेर्नुस् यहाँ B ले कति भोट पायो त फर्मुला त सेमै त हो चेन्ज के गर्नुपर्छ र अब B को लागि हेर्नु है त यहाँ एंगल 8B भनेको के हुन्छ B ले ल्याएको भोट भोट्स अफ B बाइ टोटल भोट भनेको त्यही x हो अघि निकालेको
इन्टु 360 त एङ्गल एट बी भने कति छ 150 डिग्री यो 360 डिग्री यतातिर आएर के हुन्छ डिभाइड हुन्छ डिभाइडेड बाई 360 डिग्री इज इक्वल टु बोर्ड्स अफ बी ल बी मात्रै लेखिदिए बाई एक्स एक्स भनेको नि निकालिसकेको छ 4680 त 150 इन्टु 4680 बाई 360 डिग्री दुईटा डिग्री डिग्री क्यान्सल हुन्छ क्या डिग्री डिग्री चाहिँ क्यान्सल भइहाल्छ कट्छ त एन्सरमा त्यही भएर डिग्री आउँदैन त बीले कति भोट पायो त यहाँ क्यालकुलेट गरेर निकाल्नु 1950 आउँछ त 1950 हाम्रो सही एन्सर हुन्छ ल यसरी गर्नु पर्यो है त कुरो बुझ्यो अर्को क्वेशनमा जाउँ फाइन्ड द मिडियन्स भनेर भनेको छ ल मिडियन निकाल्नु भनेको छ है त एउटा कुरा जहिले पनि याद गर्नु मिन निकाल्दाखेरि चाहिँ डाटाहरूलाई तपाईँले अर्डरमा मिलाएर राख्नु पर्दैन तर मिडियन र मोड निकाल्दाखेरि चाहिँ जहिले पनि डाटाहरूलाई मिलाएर राख्नुपर्छ क्या अर्डरमा मिलाएर राख्नुपर्छ भनेको एसेन्डिङ अर्डरमा मिलाएर राख्नुपर्छ त यहाँ त डाटाहरू दिएको छ अप्सन नम्बर एमा यहाँ 6 हो है यो ल तपाईँले अब गर्दै गर्नु आफ्नो कपीमा त यसलाई एसेन्डिङ अर्डरमा मिलाउँ सुरुमा 7 दुईचोटि 7 लेख्दा भइहाल्यो दुईटा 7 छ दुईचोटि 7 लेख्नु पर्यो 7 7 8 9 10 11 12 त कतिवटा डाटा छ भन्नुहोस् त यहाँ मलाई नम्बर अफ टर्म्स कतिवटा छ गनेर त फर्स्ट टर्म सेकेन्ड टर्म थर्ड टर्म फोर्थ टर्म फिफ्थ टर्म सिक्स्थ टर्म सेभेन्थ टर्म हो 7वटा टर्म छ अब मिडियनको फर्मुला के हो भने यो त इन्डिभिजुअल सिरिज हो अथवा डिस्क्रिट सिरिज भन्दा पनि हुन्छ केही छैन एउटै हो फर्मुला दुईटैको लागि मिडियन भनेको n+1/2 टर्म हो इन्डिभिजुअल सिरिज अथवा डिस्क्रिट सिरिजको लागि त n+1/2 टर्म भनेपछि 7+1/2 टर्म भयो भनेको 8/2 भनेपछि कति आयो 4 टर्म आयो फोर्थ टर्म त फोर्थ टर्म कति हो यहाँ फोर्थ टर्म कति हो 9 हो त 9 रहेछ मिडियन सक्यो फिनिस्ड अप्सन नम्बर डी राइट एन्सर सोच्नै परेन केही पनि क्लियर जस्तो अब यो क्वेसनमा हेर्नुहोस् ल यहाँ अलिकति डिफरेन्ट छ अब यसलाई पनि एसेन्डिङ अर्डरमा मिलाउँ सुरुमा 3 5 7 8 10 10 12 13 मिलो मिलो कतिवटा टर्म छ ल गर्नु ए फर्स्ट टर्म सेकेन्ड टर्म थर्ड टर्म फोर्थ टर्म फिफ्थ टर्म सिक्स्थ टर्म सेभेन्थ टर्म 8 टर्म त 8वटा टर्म छ सो मिडियन भनेको के हो मिडियन भनेको चाहिँ n+1/2 टर्म हो हैन मिडियनै निकाल्नु त भनेको छ यहाँ त 8वटा टर्म छ भने 8+1/2 टर्म कति आयो 9/2 9/2 भनेको 4.5 टर्म आयो हेर्नु है त 4.5 टर्म आयो भने तपाईले के गर्न सक्नुहुन्छ फोर्थ टर्म प्लस फिफ्थ टर्म डिभाइडेड बाई 2 गर्न सक्नुहुन्छ मिडियनको लागि यो मजा छ है त हेर्नु फोर्थ टर्म भनेको कति हो 8 फिफ्थ टर्म भनेको 10 त फोर्थ टर्म भनेको 8 फिफ्थ टर्म भनेको 10/2 18/2 भनेको कति आयो 9 आयो यहाँ पनि 9 नै रहेछ ल मिडियन चाहिँ जसरी घुमाएर पनि 9 नै दियो के माथि पनि मुनि पनि तर गर्ने यसरी भयो तरिका ठीक छ ल 68 नम्बरमा जाऊ व्हाट इज द प्रोबेबिलिटी अफ गिभिङ अ बर्थ बाई अ प्रेग्नेन्ट वुमेन अन ट्युसडे अफ द विक एउटा प्रेग्नेन्ट वुमेनले चाहिँ मङ्गलबार चाहिँ बच्चा जन्माउने प्रोबेबिलिटी कति भनेको छ त कतिवटा मङ्गलबार हुन्छ हप्तामा एउटा मङ्गलबार हुन्छ भनेपछि 1/7 1/7 सिधै भइहाल्यो एउटा मङ्गलबार हुन्छ हप्तामा 7 दिन हुन्छ त 1/7 ठीक छ नेक्स्ट 69 नम्बरमा जाउँ इफ अ मार्बल इज ड्रन विदाउट लुकिङ फ्रम अ बक्स एउटा बक्साबाट एउटा मार्बल गुच्चा चाहिँ निकालियो अरे नहेरिकन त्यो बक्सामा हेर्ने भने 3टा ब्लू मार्बल र 5वटा ब्ल्याक मार्बल थियो त ब्लू मार्बल चाहिँ कतिवटा थियो 3टा थियो ब्ल्याक मार्बल कतिवटा थियो 5वटा थियो भनेपछि टोटल नम्बर अफ स्याम्पल स्पेस टोटल मार्बल कतिवटा भयो 3 + 5 भनेको 8वटा भयो व्हाट इज द प्रोबेबिलिटी दैट द मार्बल इज ब्लू
अब यसरी मार्बल निकालियो, मार्बल निकाल्दाखेरि त्यो मार्बल ब्लू आउने प्रोबेबिलिटी चाहिँ कति हुन्छ भनेर सोधिराखेको छ। त ब्लू आउने प्रोबेबिलिटी कति हुन्छ? ब्लू कतिवटा छ? 3टा छ। त ब्लू 3टा छ, टोटल कतिवटा छ? 8वटा छ। 3/8 हुन्छ हैन। नम्बर अफ फेभरेबल केस बाई टोटल नम्बर अफ स्याम्पल स्पेस भन्छ क्या। त ब्लू छ 3टा, टोटल छ 8वटा, 3/8। अप्सन नम्बर ए। ल लास्ट क्वेसन हेरौँ यो सेटको। If the probability of germinating a seed of flower is 0.9, how many seeds will germinate out by 1000 seeds भनेको छ। ल हेर्नु, एउटा सिडबाट भनेको एउटा बिउ हुन्छ नि, बिउ। त एउटा बिउबाट चाहिँ उम्रिने, फुल उम्रिने प्रोबेबिलिटी 0.9 छ भने एउटा बिउबाट चाहिँ 0.9 छ प्रोबेबिलिटी फुल उम्रिने भने 1000वटा बिउबाट चाहिँ कतिवटा फुल निक्लिन्छ भनेको छ, कतिवटा फुल उम्रिन्छ अरे। त सिम्पल यहाँ प्रोबेबिलिटी भन्दा पनि तपाईँले युनिटरी नै लगाउने हो क्या। यहाँ प्रोबेबिलिटीको कुनै कुरै छैन। प्रोबेबिलिटी दिएको छ यहाँ, तर प्रोबेबिलिटीको यहाँ कुरै छैन। हामीले यहाँ युनिटरी मेथड लगाएर सल्भ गर्ने हो। त हेर्नु, एउटा सिडबाट फुल निक्लिने प्रोबेबिलिटी 0.9 छ भनेपछि 1000वटा सिडबाट 1000वटा फुल निक्लिने प्रोबेबिलिटी कति हुन्छ? एउटाबाट 0.9 छ भनेपछि 1000वटा त पक्कै धेरै हुन्छ हैन। धेरै हुन्छ भनेपछि 0.9 इन्टु 1000 धेरै हुन्छ भने चाहिँ मल्टिप्लाई गरिदिने। त कति आयो? 900 आयो। अप्सन नम्बर डी टिक लगाउने। यसरी गर्नु पर्यो कि त 1000वटा सिट मध्ये 900वटा सिट चाहिँ उब्रिन सक्छ, त्यसको प्रोबेबिलिटी छ भनेको। ल त यो सँगै हामीले यो पार्टलाई पनि सल्भ गर्यौँ। अब नेक्स्ट पार्टमा हाम्रो भेट हुन्छ। तपाईहरुलाई यदि क्लास राम्रो लागेको छ भने तपाईहरुले हाम्रो यो नम्बरमा, म यो नम्बर दिन्छु, त्यो नम्बरमा चाहिँ मेसेज गर्नु है त, 9849595895। यो नम्बरमा हजुरले कल गर्दा पनि हुन्छ अथवा यो नम्बरमा व्हाट्सएपमा र भाइबरमा मेसेज पनि गर्न सक्नुहुन्छ र क्लासको बारेमा डिटेल जानकारी तपाईले लिन सक्नुहुन्छ। सर कहिले क्लास हुन्छ, कति बजे क्लास हुन्छ, के कुरा पढाइ हुन्छ हैन, कहिलेसम्म क्लास हुन्छ, सबै कुराहरू चाहिँ तपाईले यो नम्बरमा मेसेज गरेर अथवा कल गरेर बुझ्नुस्। र ब्रिज कोर्सको क्लासहरू चाहिँ धमाधम रूपमा भइराखेको छ, जोइन गर्नुस् है त। ब्रिज कोर्समा जोइन गरिसकेपछि क्लास 11-12 को जुन एक्जाम हुन्छ, 11 को एक्जाम हुन्छ, त्यसमा स्कलरशिप पाउनको लागि अलि सजिलो हुन्छ तपाईहरुलाई। ल त आजको लागि यति नै। हस् त, धेरै धेरै धन्यवाद।